सम्पूर्णमा हाई बहिनी हेलो जयमसी गेली दिदी जयमसी दाई जयमसी हाम्रो दाई जयमसी दाई तपाईँको पालो आयो ट्रन होइन आफ्नो ट्रनमा जयमसी गर्नुपर्छ राज दाई आज चाहिँ नि हाम्रो उपवास सेवा सधैँ हो अनि हामी चाहिँ अब जाँदैछौँ यहाँबाट शारदाबाट अनि हाम्रो शारदाको लोकेसनमा भिडियोहरूमा चाहिँ तपाईँले यसरी हेर्न चाहनुहुन्छ अनि हाम्रो दिदी हुनुहुन्छ यहाँ चाहिँ अनि यहाँ चाहिँ हाम्रो बहिनी हुनुहुन्छ अनि हाम्रो दाइले चाहिँ यो आज स्पोन्सर गर्नुहुने चाहिँ हाम्रो गणेश दाजु हुनुहुन्छ गणेश दाइ अनि आज हाम्रो यो दही चिउराको कार्यक्रम हुँदैछ अनि म चाहिँ पहिला चाहिँ कहिले नि यस्तो दही चिउरा भन्नु चाहिँ खाएको छैन सो यसरी नै सुरु गरौँ ल अब चाहिँ अनि हाम्रो जुन्दाको दाजु अनि हाम्रो दाइ चाहिँ नेपालमा गएर काले भएर आउनु भएको छ अनि यहाँ चाहिँ दाइ हजुरले भिडियो बनाइसक्यो म यता गएर काम गर्छु ल हेलो ल हुन्छ हाम्रो मिस एले चाहिँ दही हाल्दै हुनुहुन्छ यहाँतिर है अन्त हामी चाहिँ आज चिउरा र दही खान लागिरहेका छौँ जुन चाहिँ हामी एकदम मन पराउने गर्छौँ उसले चाहिँ कहिले पनि खाएको छैन अरे तर पनि आज ट्राई गर्छ अरे है त अनि हाम्रो यहाँ कान्छीबिनले पनि हेल्प गर्दैछ है हाम्रो अगाडि राम सरले गर्दैछ अब हामी प्रार्थना गर्नेछौँ अनि चिउरा पनि बढिँदैछ हाम्रो सरले चाहिँ बट्टाहरू निकाल्दै हुन्छ यताबाट के समाचार भन्नु उसले लिएर पैसा थमाइदिएर अझै बनाइराख्नु पर्ने हो यो कन्टिन्युस बनाउनु पर्ने हो ल हाम्रो चाहिँ दहीमाले हामीले पानी मिसाएर घुल्ने काम गरिसकेको छौँ अनि यहाँ चाहिँ हाम्रो चटपटेहरू ल्याउनलाई उसले बट्टाहरू पाइसकेको छ हाम्रो भाइ यहाँ समाज सेवाको लागि बसिरहेको छ एन्ड अब चाहिँ हामीले पानी पर्दैन होला हौ धेरै घोप्टिन्छ नघोप्टियोस् त्यही भएर त उयो समातिराख भने मैले चाहिँ है ल अब हामीले दहीलाई चाहिँ रेडी बनाइसकेको छौँ होइन अनि अब चाहिँ हामी चिउरा मिक्स गर्नेछौँ अनि यहाँ चिउराहरू हाल्ने काम गर्दै हुनुहुन्छ यो मान्छेले गाडी कुदाउँछ नि म भन्दैछु हाम्रो अनुले चाहिँ बटुकामा चिउराहरू हाल्दैछ उसले यहाँतिर अब चिउरा हाल्ने कार्यक्रम भइसक्यो हाम्रो सो अब हामी वितरण पनि गर्नेछौँ उता अगाडितिर सुरुमा हाम्रो एलीले चाख्दै हुनुहुन्छ ठिक्क छ भन्नुभयो हाम्रो सेफले ठिक्क छ भन्नुभयो त्यही भएर अब हामी बाँड्दैछौँ हाम्रो सर पनि यता हुनुहुन्छ हाम्रो राम सरले अब वितरण गर्नुहुनेछ ल अब हामी दही चिउरा सुरु भइसकेको छ धेरै होइन एक स्पुन हाल्दा पनि 1-1.5 हाल्दा वितरण कार्यक्रम सुरु भयो हाम्रो एलीले चाहिँ चिउरामा दही हाल्दै हुनुहुन्छ अनु बहिनीले हातमा लिनुहुन्छ राम सरले सर्भ गर्नुहुन्छ उहाँले पटुका निकाल्दै हुनुहुन्छ हाम्रो रूपेश दाइ यता हाँस्दै हुनुहुन्छ अनि हाम्रो अगाडिबाट चाहिँ हाम्रो सर्भ हुँदैछ यसरी दाई जयमसी जोरले कुन छ नदी दाई जाप मैले
बाजी भाउजू हाम्रो भाउजू अझै दिदी कस्तो भयो दही चिउरा आज मिठो भयो दाई दही चिउरा कस्तो भयो मिठो दिदी वाउ खाँदै हुनुहुन्छ मिठो हुन्छ कस्तो भयो दिदी वाउ दाई कस्तो भयो मिठो दिदी आन्टी सन्चै हुनुहुन्छ मिठो छ दिदी दाईहरूले चाहिँ हाम्रो दाईहरूले चाहिँ केरा खाँदै हुनुहुन्छ हाम्रो दाईले चाहिँ दही चिउरा खाँदै हुनुहुन्छ ल दिदीले चाहिँ केही शब्द भन्नुहुन्छ मलाई थाहा बनाना कस्तो लाग्यो दिदी तिमी चाहिँ घरमा गएर हाल्छु ल मेना एकदम दामी छ मिठो रेमसी डाक्टरहरू सबैजना अरूलाई होइन होइन यो खाना खाएर पनि प्रभुको महिमा गर्न सकेको होस् हामीले चाहिँ होइन है ल अब जान्छु म चाहिँ पछाडि ए धन्यवाद तपाईँहरूले यत्तिकै भनेर खानुभयो भने हाम्रो लागि एकदमै ठुलो कुरा हाम्रो यो लागि चाहिँ ल वा अनि दाइ जय मसी दिदी कस्तो लाग्यो ल ल ल यता जोन बहादुर दाईले खाँदै हुनुहुन्छ मेरो दाईले केरा समात्दै हुनुहुन्छ वाउ कसको लागि दुई दुईवटा दाई ओके हाम्रो दिदीले थप्दै हुनुहुन्छ जुट्न लागि जानु हुनुहुन्छ ल अब चाहिँ हामी थप्नको लागि जाँदैछौँ फेरि पनि देउरानी म जान्छु तिमी बस बस प्रेस गर बाबा होइन तिमीले गराइदेऊ न भिडियो बनाइदेऊ त्यहाँबाट बसेर ल प्राप्त गरे सबै थोकहरू माथि अधिकार प्राप्त गरे गहिरा गहिरा गालहरू उहाँकै हुन् गाना गाउँछन् दाइ
हामी चाहिँ अब घर आइपुग्न लागेको हो चर्च सकेर अनि हामी चाहिँ सामान बोकेर हिँडिराखेको छौँ अनि यहाँ चाहिँ म छु अनि यहाँ बहिनी हेलो बहिनी अब हामी चाहिँ रुम आइपुग्न लागेको छौँ अनि यो भिडियो चाहिँ अब म युट्युबमा हाल्दैछु अनि तिमीले चाहिँ मेरो युट्युबको मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नुहुने सम्पूर्णलाई के भन्न चाहन्छु एउटा तिम्रो 2टा शब्द मात्रै बोल्दै होला जसले यो भिडियो हेर्दै हुनुहुन्छ मेरो दिदीको युट्युबमा तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने हेरेर माया सपोर्ट सब्सक्राइब पनि गरिदिनु होला अनि त्यसपछि त्यति नै हो रात पऱ्यो जस्तो छ यतातिर त हाम्रो त रात पऱ्यो चर्च गएर आउन रात पर्छ रात पऱ्यो सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला लाइक गर्नु कमेन्ट गर्नु सब्सक्राइब गर्नु सपोर्ट गरिदिनु होला यस्तै यस्तै भिडियोहरू अझै आउँछ तपाईँहरूको मायाले ल धन्यवाद मेरो बहिनीलाई पनि अनि बाई बाई सबैजनालाई मेरो भिडियो हेरेर सबैजनाले इन्जोय गरिदिनु होला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला बाई 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 गुड नाइट सी यू नेक्स्ट भिडियोमा भेट्नेछौँ हामी भेट्नेछौँ